नमस्कार 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 ए छोरी पो आइछ त बस 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 आउनु परेन तिहारमा ए सन्चै छ नि ठिकै छ हाम्रो ए कान्छी कान्छी किचनमा कति बेर अलमलियो क्या आइज न यो पानीले अनि भाउजूलाई पठाउनु भएन त अनि कहाँ पठाउनु हौ अनि त आइरहेछस् भर्खर अब पकाउनु बनाउनु पर्दैन मेरा तेत्रा दाजुभाइ तेरा तेत्रा दाजुभाइ त्यसलाई चेपाएर घसेर पठाउनु पर्दैन भन्छस् चुप लाएर बस अनि मेरा चिज आउँदैनन् त सासूका के अरे मामाहरू आउनुहुन्छ उता नन्द आमा चाहिँ आउँछन् अनि म चाहिँ म गर्नु पर्दैन त्यसरी म गएँ कस्तो चेपाएर घसे क्या तेरी भाउजूलाई चुप लाएर बस अनि पठाउने नि त भाउजूलाई चाहिँ किन राख्नु त घरमा चाहिँ म चाहिँ आएँ अनि भाउजूलाई चाहिँ नपठाउनु म एक्लै बुढीले गर्नु त तँलाई दुःख मरी घर आए पनि गरेर राखी तँलाई ल्याउनु म गर्नु अनि त्यसरी म जान्छु घर अब भएन त्यसो नभन्न त हो कति गरिसकि भाउजूलाई पठाउँ न त त्यसो भने अब पठाउँला न त अब तेरी भाउजूलाई पठाउँला भयो होइन चित्त बुझ नि त भयो ल ल ए बहिनी भाउजू नमस्कार नमस्कार के राम्रोसँगले आइपुग्नु हो ए लिनु न पानी लिनु न कान्छी त पनि अब ठिकठाक परेर चडक्क परेर लु जा माइत ए म पनि माइत जानु जा त अब ए ल ल आमा ल बुइनी आएकी चाहिँ उसले सबै थोक गरिहाल्छ जा त पनि जा ल ल म ठिकठाक परेर जान्छु ल ल ल बहिनी जान्छु राम्रोसँगले तपाईँहरू पनि तिहार मनाउनु म पनि माइतमा गएर रमाइलो गर्छु ल बहिनी ल ल ल ल लु जा छिटो ठिक